दर्शकबिन नमस्कार। यो भिडियोमा हामीले घोडाको विशेष समस्या किन आउँछ र यो समस्याको कारण जड कारण के हो र यसको निवारण के हो भनेर डिटेल रूपमा चाहिँ यसको अध्ययन अनुसन्धान गरेको कुराहरू हामीले हजुरलाई राखेका छौँ। यो भिडियो केही लामो भए तापनि यसले तपाईँलाई धेरै कुरा सिकाउनेछ र तपाईँको घोडाको समस्याबाट तपाईँलाई बचाउनेछ। म निवेदन गर्दछु जसलाई पनि तपाईँका आफन्त इष्टमित्र दाजुभाइ जसलाई पनि घोडाको समस्या छ यो भिडियोलाई कृपया सेयर गर्नुहोला। यसले उहाँहरूको जीवनमा आमूल परिवर्तन लिएर आउनेछ। अब हामी विषयतिर प्रवेश गर्दछौँ। दर्शकबिन हिजो आज हाम्रो नेपाली समाजमा यदाकदा हरेक घरै पछि चाहिँ तपाईँले याद गर्नुभएको छ, कसैको ढाड दुख्ने समस्या छ, कसैको घुँडा दुख्ने समस्या छ, कसैको पाता दुख्ने समस्या छ है। अब यसलाई गहिरेर तपाईँले कहिले सोच्नु भएको छ किन यो समस्या हाम्रो घर घरमा आइरहेको छ? त यसलाई गहिरेर अध्ययन गर्दाखेरि चाहिँ यसका धेरै कुराहरू छन्। यसका पछाडि यसका कारण धेरै हुन सक्छन्, तर एउटा कारण मध्येको कारण चाहिँ के हो भन्नुहुन्छ भने हाम्रो जुन चाहिँ प्राथमिकता छनौटमा कतै न कतै गल्ती भइरहेको छ। दर्शकबिन हामीले हिजो आज चाहिँ हाम्रो प्राथमिकतामा हामीले पढाइलाई राखेका छौँ, हाम्रो परिवारलाई राखेका छौँ, धन सम्पत्ति कमाउनलाई राखेका छौँ, करियरलाई राखेका छौँ, तर हाम्रो प्रायोरिटी लिस्टमा प्रायोरिटीमा हामीले हाम्रो फिटनेसलाई राखेका छैनौँ। यो चाहिँ म यदाकदा हाम्रो नेपाली समाजको कुराकानी गरिरहेको छु र यही प्राथमिकता नपर्नुको कारणले गर्दाखेरि जुन चिजलाई हामीले प्राथमिकतामा राख्दैनौँ त्यसले पनि हामीलाई बिस्तारै बिस्तारै छोड्दै जान्छ। भन्नको मतलब अब हजुरले आफ्नो स्वास्थ्यलाई फिटनेसलाई चाहिँ तपाईँले प्राथमिकतामा नराखिसके पछाडि बिस्तारै बिस्तारै त्यो खस्किँदै जान्छ र बिस्तारै तपाईँलाई पीडाको रूपमा या दुखाइको रूपमा या रोगको रूपमा चाहिँ त्यसले तपाईँलाई सङ्केत दिन थाल्छ। दर्शकबिन यो शरीर जुन छ यो प्रकृतिको सबैभन्दा बहुमूल्य उपहार हो। यसलाई हजुरले हामीले यसलाई प्राथमिकतामा राखेनौँ भने यसले हामीलाई फेरि धेरै समस्याहरू दिन थाल्छ। र एउटा बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यदि तपाईँको शरीर स्वस्थ छैन भने तपाईँसँग भएका चिजहरूको तपाईँले वास्तविक आनन्द मजा लिन सक्नु हुँदैन। दर्शकबिन त्यो हुँदा म यहाँहरूलाई निवेदन गर्दछु कि आफ्नो प्राथमिकतामा आफ्नो स्वास्थ्यलाई आफ्नो फिटनेसलाई बिल्कुल राख्नुहोला। अब हामी ढिलो नगरिकन हाम्रो विषयतिर प्रवेश गर्दछौँ र घोडाका समस्याहरूको विषयमा कुराकानी गर्नुपर्दा घोडाको समस्या विशेष गरिकन हामी जब एक्सर्साइज गर्दैनौँ तब हाम्रा मांसपेशीहरू कमजोर हुन थाल्छन्। दर्शकबिन अब कमजोर मांसपेशीहरू भइसके पछाडि अनि त्यो जोड हाम्रो शरीरको सम्पूर्ण भार चाहिँ हाम्रो जोइन्टमा गएर पर्न थाल्छ। अनि त्यो जोइन्टमा चाहिँ जब लोड पर्न थाल्छ बिस्तारै बिस्तारै त्यसले हाम्रो जुन घोडाको जुन चाहिँ बिचमा कुसनिङ तत्त्व हुन्छ जुन कार्टिलेज भनिन्छ त्यसलाई चाहिँ बिस्तारै बिस्तारै बिगार्न थाल्छ। जब कार्टिलेज बिग्रिन्छ अनि त्यो लामो समयसम्म घर्षण भइसके पछाडि त्यसबाट अर्थराइटिस सुरु हुन्छ र त्यसले फेरि पछि अन्तिममा गएर तपाईँलाई घोडा नै रिप्लेस गर्नुपर्ने हुन्छ। त्यो हुँदाखेरि घोडाको समस्या आउने बित्तिकै त्यसलाई सही रूपमा तपाईँले चाहिँ एक्सर्साइज गरेर डक्टरको परामर्श लिएर हजुरले सुरुमै त्यसलाई चाहिँ ट्रिटमेन्ट गर्नुभयो भने तपाईँ घोडाको जुन जटिल समस्याबाट बच्न सक्नुहुन्छ। त घोडाको समस्याको लागि मुख्य कुरा अब हामीले आफ्नो मसल्सलाई टोन गर्नु पर्यो। किन भन्नुहुन्छ भने जब तपाईँले आफ्नो मांसपेशीहरूलाई बलियो बनाउनुहुन्छ, कोर मांसपेशीलाई, तिघ्राका मांसपेशीहरूलाई, थाई मसल्सलाई जब तपाईँले एक्सर्साइज गरेर बलियो बनाउनुहुन्छ त्यसले तपाईँको घोडामा जोड कम पार्दछ र मसल तपाईँको चाहिँ स्ट्रङ भइसकेपछि तपाईँको बडीको अलाइनमेन्ट राइट हुन्छ। बडीको अलाइनमेन्ट राइट भइसकेपछि पेनहरू आफसे आफ ठिक भएर जान्छ। त अब हामीले चाहिँ आफ्नो फिटनेस रुटिनलाई प्राथमिकता दिउँ र हाम्रो एक्सर्साइजको रुटिनलाई हामीले दैनिक जोडौँ। अब म यहाँहरूलाई विशेष घोडाको दुखाइका लागि गरिने एक्सर्साइजहरू सिकाउन गइरहेको छु। पहिलो कुरा हजुरले अब यसरी कुनै आफ्नो कोठामा आरामले बस्नुहोस् र यो दुईटा चिजलाई तपाईँले लिएर बस्नुलाई एउटा रुमाल, लामो रुमाल र एउटा सिरानी या यस्तो खालको डल्लो सिरानी हजुरले लिएर राख्नुहोस्। अब यहाँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि खुट्टालाई यसरी हल्का यसरी चाहिँ ढिला गरेर हल्लाइदिनु होला। खुट्टालाई यसरी हल्लाउँदाखेरि यहाँनिर रक्त प्रवाह हुन्छ र यसले चाहिँ तपाईँको तिघ्राका तपाईँको चाहिँ पिडौलाका मांसपेशीहरूलाई हलुका बनाइदिन्छ। यसरी गहिरो लामो श्वास लिने छोड्ने गरेर यसले तपाईँले 10 पटक गर्नुहोला। अब यस पछाडि हाम्रो दोस्रोमा रहेको छ यसरी हातलाई यसरी लक गरेर खुट्टा सिधा गर्नुहुन्छ अनि श्वास छोड्दै
यो पिडौलाले चाहिँ आफ्नो औँलालाई दबाइदिनुहुन्छ। यसले चाहिँ तपाईँको रक्त प्रवाहलाई तपाईँको घुँडामा पटेलामा चाहिँ बढाइदिन्छ। जब रक्त प्रवाह त्यहाँ बढ्छ दुखाइ आफसे आफ कम हुन थाल्छ। यसलाई गहिरो लामो श्वास लिँदै सिधा र श्वास छोड्दै तल, श्वास लिँदै सिधा, श्वास छोड्दै तल, यसरी हजुरले यसलाई 10 पटक गर्नुहोला। त्यसै प्रकारले अब अर्कोपट्टि पनि गहिरो लामो श्वास लिँदै सिधा अनि श्वास छोड्दै यो पिडौलाले आफ्नो औँलाहरूलाई अँठाइदिने, तिघ्रालाई अँठाइदिने, घुँडा सिधा, श्वास छोड्दै पिडौलाले औँलालाई अँठाइदिने। यसलाई तपाईँले काउन्टिङका साथ 10 चोटि हजुरले गर्नुहुन्छ। अब यो गरिसकेपछि दोस्रो रहेको छ जुन तिघ्राका मांसपेशीहरूलाई कसरी बलियो बनाउने भनेर। मेरो यहाँनिर तपाईँलाई मैले यहाँ देखाइरहेको छु। अब यो मांसपेशीलाई बलियो नबनाइकन अब हजुरको चाहिँ घुँडालाई हामीले बचाउन सक्दैनौँ। त्यसले गर्दाखेरि यो मसल्सलाई, यो मांसपेशीलाई हजुरले कक्रक्क कक्राउने यसरी। अनि याद रहोस् यहाँनिर चाहिँ तपाईँको यो यसरी कन्ट्र्याक्ट गर्दाखेरि यो घुँडा माथि आउनु भएन दर्शकबिन। यो कुरा तपाईँले बिल्कुल ख्याल गर्नुहोला। अनि छोड्ने, टाइट गर्ने, छोड्ने, श्वास लिँदै टाइट गर्ने अनि छोड्ने, श्वास लिँदै टाइट गर्ने अनि छोड्ने। यसलाई पनि हजुरले 10 पटक गर्नुहोला। यसले तपाईँको क्वाड्रिसेप मांसपेशीलाई, क्वाड्रिसेप मसल्सलाई स्ट्रङ बनाउँदछ। अब यस पछाडिको चाहिँ अर्को अभ्यासमा चाहिँ तपाईँले सिरानीको प्रयोग गर्न सक्नुहुन्छ। सिरानीलाई लिएर यसरी राख्नुहुन्छ अनि दुवै हातलाई यसरी तल राख्नुहुन्छ, ढाड सिधा रहन्छ, खुट्टालाई सिधा राखिदिनुहोस् अनि घुँडाको पछिल्लो भागलाई आफ्नो सिरानीमा अँठाइदिनुहोस्, कुसनमा अँठाइदिनुहोस् अनि ढिला छोडिदिनुहोस्। श्वास लिँदै खुट्टा सिधा, घुँडाको पछिल्लो भागलाई तलतिर प्रेस गर्नुहोस् अनि श्वास छोड्दै तल। यो अत्यन्तै महत्त्वपूर्ण एक्सर्साइज छ जुन घुँडाको समस्याको लागि, घुँडाको दुखाइको लागि यो राम्रो, एकदमै राम्रो एक्सर्साइज रहेको छ। यसलाई हजुरले 10 काउन्ट गरेर गर्नु पर्यो। पुनः एकपटक श्वास लिँदै माथि माथि जाँदाखेरि तपाईँको घुँडाको पछिल्लो भागलाई तपाईँले तल अँठाइदिनुहोस्। त्यसले तपाईँको चाहिँ ह्यामस्ट्रिङ र काफ मसल्सलाई स्ट्रेच गराइदिन्छ अनि तपाईँको चाहिँ पटेलामा तपाईँको चाहिँ त्यसले राम्रो स्ट्रेच गराउँछ। अब यसलाई रिल्याक्स गराउनुहोस्। अब यस पछाडि अर्को चाहिँ तपाईँको चाहिँ के रहेको छ भन्नुहुन्छ भने यसरी ढाडमा बिस्तारै पल्टिनुहोस्। पल्टिसके पछाडि बिस्तारै खुट्टालाई 90 डिग्रीमा लिएर जानुहोस् अनि 5 सेकेन्ड त्यहाँ होल्ड गर्नुहोस् अनि श्वास छोड्दै बिस्तारै तल नछोड्ने, हल्का तपाईँको फ्लोरभन्दा अलिकति माथि श्वास लिँदै माथि 90 डिग्रीमा 5 सेकेन्ड यहाँ अडिनुहोस्। श्वास छोड्दै खुट्टालाई तल नराख्नु होला, हल्का जमिनभन्दा हल्का माथि श्वास लिँदै माथि 5 सेकेन्ड त्यहाँनिर अडिने र श्वास छोड्दै तल। यसलाई हजुरले 5 पटक गर्नु होला। खुट्टा सिधा राख्ने अनि तपाईँले सक्नुहुन्छ भने आफ्नो चाहिँ थाई मसल्सलाई चाहिँ तपाईँको चाहिँ इन्टरनल्ली रोटेट गर्ने अनि बिस्तारै माथि गइसके पछाडि यहाँनिर 5 सेकेन्ड हजुरले होल्ड गर्नुहुन्छ अनि ध्यान चाहिँ यहाँ जहाँ तपाईँको स्ट्रेच आइरहेको छ त्यहाँनिर श्वास छोड्दै जस्ट तपाईँको फ्लोरको माथि श्वास लिँदै माथि अनि श्वास छोड्दै तल। यसलाई तपाईँले 5 पटक गर्नुहुन्छ। अब यो गरिसके पछाडि अर्को चाहिँ के रहेको छ भने यसरी घुँडालाई बेन्ड गर्नुहोस्। घुँडालाई बेन्ड गरिसके पछाडि तपाईँले आफ्ना कुर्कुचालाई जोडिदिनुहोस् अनि तपाईँका बुढी औँलाहरू मासतिर आकाशतिर फर्काउनुहोस्। अब यसैमा तपाईँले हिपलाई माथि लैजानुहोस् यसरी अनि एकैछिन यहाँ रोकिनुहोस्, 5 सेकेन्ड जति रोकिनुहोस्। यसले तपाईँको घुँडामा जोड लिएर आउँछ, यसले तपाईँको घुँडाको दुखाइलाई हटाउँदछ। यदि तपाईँलाई साह्रै दुख्यो भने चाहिँ नगर्नु होला, तर यसले तपाईँको घुँडाको दुखाइलाई हटाउनलाई धेरै मद्दत गर्दछ। कुर्कुचाले तल उठाउने, हिपलाई माथि लैजाने, एकछिन 5 सेकेन्ड अडिने र बिस्तारै तल। अब पुनः एकपटक माथि अनि होल्ड गर्नुहुन्छ 5 सेकेन्ड, गहिरो लामो श्वास लिने छोड्ने अनि विश्राम। अब यो भइसके पछाडि अब अर्कोमा चाहिँ तपाईँले आफूसँग भएको रुमाल, लामो यस्तो पातलो रुमाल या पछ्यौराको प्रयोग गरेर तपाईँले यसरी यसलाई ठ्याक्क खुट्टाको बिचमा लगाउनुहुन्छ र यसरी खुट्टालाई सिधा राख्नुहुन्छ अनि यो राखिसकेपछि यसले के गर्छ भन्नुहुन्छ भने यो मांसपेशी र यो मांसपेशीलाई खोल्ने काम गर्छ। जसै तपाईँको ह्यामस्ट्रिङ र काफ मसल तपाईँको लुज हुन्छ, फ्लेक्सिबल हुन्छ, त्यसले तपाईँको घुँडामा दबाव कम पार्दछ। दर्शकबिन यहाँनिर यसमा चाहिँ तपाईँको 10 सेकेन्ड जति तपाईँ बस्ने, रिल्याक्स गर्ने। यसले तपाईँको घुँडालाई मात्र होइन ढाड दुखाइलाई पनि एकदमै राम्रो काम गर्दछ। यसरी खुट्टालाई सिधा राख्ने प्रयास गर्नुहोस् 90 डिग्रीमा
अनि तपाईँको यहाँनिर ध्यान लगाउनुहोस्, जहाँनिर स्ट्रेच आइरहेको छ। गहिरो लामो श्वास लिने र छोड्ने, अनि 10 सेकेन्ड रोकिसकेपछि विश्राम। अब यस पछाडि सुतेर गर्ने एउटा कपोत आसन म तपाईँहरूलाई सिकाउन गइरहेको छु। यो अब यो खुट्टालाई, दाहिने खुट्टाको एङ्कललाई यसरी देब्रे तिघ्रामाथि राख्नुहुन्छ र यसरी मजाले यसरी ह्यामस्ट्रिङ मसललाई यसरी समातेर आफू नजिकै लिएर आउनुहुन्छ। यदि यो गर्न सक्नु भएन भने जबरजस्ती नगर्नुहोला। यदि समात्न सकिएन भने रुमालको सहायताले तपाईँले यसरी पनि गर्न सक्नुहुन्छ है। यसरी रुमालको सहायताले यसले तपाईँको ग्लुट्सलाई, ह्यामस्ट्रिङ र काफ मसललाई स्ट्रेच गर्दछ र रिल्याक्स हुनुहोस्। यसै प्रकारले देब्रे एङ्कललाई दाहिने तिघ्रामाथि राख्नुहुन्छ। सक्नुहुन्छ भने हातले गर्नुहोस्, सक्नुहुन्न भने यसरी यहाँनिर आफ्नो रुमालको सहायताले आफू नजिकै खिच्नुहोस्। यसले तपाईँको ग्लुट्सलाई, ह्यामस्ट्रिङ, काफलाई, लोवर ब्याकलाई स्ट्रेच गरिदिन्छ। यसले तपाईँको साइटिक नर्भ्सलाई पनि स्ट्रेच गरिदिन्छ। अब यति एक्सर्साइज चाहिँ तपाईँले हरेक दिन बिहान र बेलुका गर्नुभयो भने यो एक्सर्साइजले तपाईँलाई धेरै फरक पर्दछ। र साथसाथमा तपाईँको घोडाको दुखाइको लागि अनुसन्धानले के बताएको छ भन्नुहुन्छ भने यदि तपाईँको शरीरमा एक्सेस वेट छ भने त्यो वेटलाई तपाईँले 5 केजी कम गर्नुभयो भने तपाईँको घोडा दुखाइ 50% कम हुनसक्छ। र अनुसन्धानले के पनि देखाएको छ भन्नुहुन्छ भने 40% मानिसहरू, यो संसारका 40% मानिसहरू जीवनको कुनै कालखण्डमा गएर घोडाको समस्याबाट गुज्रिन्छन्। त्यो हुँदाखेरि अब हामीले हाम्रो लाइफस्टाइललाई ब्यालेन्स गर्नु पर्यो र ओजन घटाउनतिर लाग्नु पर्यो। किन भन्दाखेरि ओजन घटाउने बित्तिकै घोडाको समस्या 50% कम भएर जान्छ। र एक्सर्साइजलाई रुटिनमा राख्नु पर्यो। सँगसँगै तपाईँले हिँड्दाखेरि जुन जुत्ता छ, जुत्तामा चाहिँ राम्रो लगानी गर्नु पर्यो। राम्रो खालको जुत्ता तपाईँले किन्नु पर्यो। जुत्ताको कुसनिङ राम्रो होस् र जुत्ता चाहिँ तपाईँको चाहिँ अलिकति तपाईँको चाहिँ हिल एरियामा 1 इन्चको चाहिँ तपाईँको चाहिँ हाइट होस्। त्यसले तपाईँको आर्च मेन्टेन गरेर तपाईँको अलाइनमेन्टलाई चाहिँ तपाईँको चाहिँ ब्यालेन्स गर्ने काम गर्दछ। सेन्टर अफ ग्राभिटीलाई ब्यालेन्स गर्ने काम गर्दछ। र यस सँगसँगै तपाईँको खानामा पनि तपाईँले तिलको बढी प्रयोग गर्नुहोस्। क्याल्सियमको प्रचुर त्यसमा चाहिँ खानी रहेको छ। त्यस पछाडि आएर चाहिँ तपाईँले खानामा बेसारको प्रयोग गर्नुहोस्। बेसारमा चाहिँ कुर्कुमिन तत्त्व पाइन्छ। कुर्कुमिनले हाम्रो चाहिँ सुनिएको चाहिँ तपाईँको चाहिँ त्यो कार्टिलेजलाई चाहिँ रिपेयर गर्ने काम गर्दछ। भने प्रोटिन प्रशस्त लिनुहोस्। प्रोटिनले चाहिँ तपाईँको जोइन्टलाई, कार्टिलेजलाई, लिगामेन्टलाई चाहिँ तपाईँको चाहिँ एकदमै चाहिँ हेल्दी राख्दछ। प्रोटिनमा अब तपाईँले चाहिँ अब तोफोदेखि लिएर पनिरदेखि लिएर हैन धेरै कुराहरू तपाईँले लिन सक्नुहुन्छ। सँगसँगै तपाईँको चाहिँ अहिले अब चैत वैशाखको सिजनमा चाहिँ तपाईँको ड्रमस्टिक, तपाईँको चाहिँ सजीवन जुन भनिन्छ ड्रमस्टिकको सुप खानुहोस्। त्यसले पनि तपाईँको जोइन्ट हेल्थलाई एकदम राम्रो गर्दछ। र प्रशस्त घाममा बस्नुहोस् या भिटामिन डी को सप्लिमेन्ट्री लिनुहोस् डक्टरको सल्लाह अनुसार। र यो भिडियो जसलाई चाहिँ तपाईँको समस्या छ उहाँहरूलाई सेयर गर्नुहोस्। र अर्को भिडियोमा फेरि नयाँ कन्टेन्ट र नयाँ समाधान लिएर यहाँहरू समक्ष आउनेछौँ। तबसम्म आफ्नो ख्याल राख्नुहोस्। धन्यवाद, नमस्कार।